चारमा 29 त सम्झिने पानी चम्किने टाइगर आज आरसीबीले जित्नै पर्छ आज फर्स्ट टाइम जित्यो वाउ वाउ जस्ट वाउ विराट कोहली कलेजमा भित्र आइसकेको छौँ पछाडि देख्न सक्नुहुन्छ साथी पनि छ अब हामी हेलो भनेर हेर्नुहोस् अब यहाँदेखि हाम्रो कलेजकोदेखि भ्यू देखिन्छ कि यो भनेको एउटा ऊ हो कि हाम्रो लागि प्लस पोइन्ट हो किनकि हेर्नु न कलेजमा हेर्दा यस्तो भ्यू हेर्नु पाउनु भनेको ट्याक्क लागेर होइन हामी चाहिँ अहिले थर्ड फ्लोरमा छौँ माथि गर्मीमा चिसो पानी खानुको मजा छुट्टै छ ल बाबु ओइ पानी भयो त केटाहरू यहाँ जम्मा भइसके देख्न सक्नुहुन्छ धन्नु के छ भाइ भन्नु न यो बसेर हेर्नु यसलाई देखाउन भिडियोमा देखिन एकदम मन लाग्छ मन लाग्दैन त्यति साह्रो त देख्नु कि यसो भाइरल भइहाल्छु कि म पनि भाइरल भइहालिन्छ कि टेन्सनै गर्नु परेन कि अरू के छ त तिम्रो बारेमा के भन न तिम्रो बारेमा के भन्नु केही भन न केही छ कि अरू सब ठिक छ भला राम्रो एकदमै त्यो दाढी मिलाएर आउनु दाढी मिलाएर आऊ अरे दाढी मिलाउनु पर्दैन हामी चाहिँ क्लासमा आएर फर्स्ट बेन्चमा बसिसक्यौँ हामी साथी मान्छे यहाँ छ हामी त्यति पढ्ने मान्छे त होइन नि त्यही पनि अगाडि बेन्चमा बसेर यसो यो चाहिँ एकदम पढ्ने मान्छे भयो भाइ भन् त केही A + B होल स्क्वायरको फर्मुला भन् A + B को होल स्क्वायर बराबर A² + 2AB + B² गाइज है के रे अब के भन्यो मलाई पनि थाहा होइन सो गाइज अब सपोर्ट गर्नु अरू त के भन्ने र तपाईँको लागि म आज फर्स्ट बेन्चमा बसेको यहाँ फर्स्ट बेन्च बसे पनि हामी ब्याक बेन्चर हो हामी ब्याक बेन्चर होइन भनौँ हामी एभरेज ठिकै ठिकै रेड भइसक्यो यहाँ साथीहरू देख्न सक्नुहुन्छ केटाहरू छ नि यता पछाडि हिजो रातभरि सुत्दै होइन अब म्याचले गर्दाखेरि आँखा नि यस्ता देख्न सक्नुहुन्छ यो मान्छेले हेर्नु आइडी कार्ड ड्रेससँग लगाएर ड्रेस खोइ भाइ तेरो त कलेज आएर खोइ ड्रेस खोइ ड्रेस भाइ दाइ जस्तो लेजेन्डरी प्लेयरले अब आज चाहिँ म साथीहरूको रुममा बसेँ हो अब लुगासुगा अब जर्सी सर्सी लगाएँ अब केटाहरूको अब के थियो यहाँ केटा हाने यहाँ टिमको यसले फिक्स जित्न लाग्यो र यहाँ साथी छ यहाँ बसेर हाँसेर यसले मेरो बिल्ला हानेको हानी छ अघिदेखि यिन चाहिँ भाइ छ नि यहाँ यो साथी छ यसलाई चाहिँ तनाव पर अब के भन्ने अब रफ बोली छ नि मैले त पोस्ट गरिदिने हो त्यो रफ नबोल सो अब के भन्नु त अरू त अब यहाँ चौका हाने एमा लगाएको अब यसले जित्यो कि अब यसले जसले लगायो त्यसले जितेन अर्कोले जित्यो सो हल्का यो क्लोजको मामला देखाउँछु कलेजको मामला देखाउनु देखाउ त अब कति बलमा कति रन चाहियो 26 बलमा 11 रन चाहियो 11 रन चाहियो थियो अब 25 बलमा 7 रन मात्र चाहियो 100% जित्यो के तर अब के भन्ने ठिक छ सबै आज चाहिँ केटाहरूसँग अब म्याचमा रमाइलो गर्नुपर्ने हुन्छ अब जस्तै आरसीबी र पन्जाबको छ नि आज कस्तो जित्छ ड्रेकले चाहिँ $750K चाहिँ लगाएछ आज आरसीबीमा हेरौँ उसले पैसा आफ्नो जित्छ कि जित्दैन अब के हुन्छ होइन मैले चाहिँ खोलामा भर्खरै टाउको भिजाएर आएको मेरो दिमाग नै ह्याङ भयो जस्तो भयो कि म्याच हेरेको हेरेँ नन स्टपकै अस्ति अब हिजो स्कटल्यान्ड र नेपालको थियो राति 2-3 बजी सुतेको होइन अब आज पनि अब 12-1 बज्छ भोलि अब नेपाल र नेदरल्यान्डको छ अब भोलि पनि 2 बज्छ सुत्ने टाइमै छैन कि बोलेको 6 आनिदियो है ल अब 1 रन मात्र चाहियो कति बलमा कि 24 बलमा 1 रन यो त फिक्स भयो नि अब त 10,000 अब चाहिँ लगाउनेको कुरा चाहिँ नगरौँ किनकि अब त्यस्तै हो अब के भन्छ राहुलले अब यस्तै हो अब लाइट बोलिरह के गर्ने अब चाहिँ अब अहिले चाहिँ कति 7 बजेर कति मिनट गयो अब चाहिँ एकैछिनमा आरसीबीको र उसको म्याच हुन्छ टस चाहिँ अब कल जित्छ हेरौँ अब यो भिडियो चाहिँ मेरो भोलि पोस्ट हुनेवाला छ तपाईँले हेर्नु होला सपोर्ट गर्नु होला अब केटाहरूले अब रमाइलो अहिले तपाईँहरूलाई त्यो मोमेन्ट पनि देखाउनेवाला छु मैले अब सपोर्ट गर्नु अब सब्सक्राइब गर्नु अरू के भन्नु र यहाँ अहिले मस्त केटाहरू अब यो रुम पुरै भरिने बेला हो अब यसो फ्रेस हुनु गयो भने यस्तो गरौँ के गर्ने ल यसको प्लान सुनौँ त के हो ल यस्तो गरौँ आज होइन म्याच यसमा अलि चिच्चाएर भनौँ न म्याच यसमा लगाऊँ ल्यापटपमा अनि तँलाई यता सिक्युरिटी बनाइदिन्छु टिकट बेच्ने के हो टिकट बेच्नेलाई हामी जति पनि लसमा गर्छौँ नि एकजनाको 20 रुपियाँ 20 रुपियाँले नै 50 रुपियाँ 50 त नगरौँ 20 रुपियाँ नि हाम्रो 20 रुपियाँ एकजनाको 20 रुपियाँ ल यदि तपाईँ चिबेकमा आएर क्रिकेट म्याच हेर्न चाहनुहुन्छ सामूहिक रूपमा भने तपाईँले एकजनाले 20 रुपियाँ तिर्नुपर्ने हुन्छ यहाँ साथीले एकदम सुनिरहेका छन् बोलाउँ न सुन भाइ ओइ है
भिआइपी सिटमा पनि बेडमा 250 लाएर होइन 50 बस्नु चाहनुहुन्छ नि 50 रुपियाँ, यतिको भुइँमा बस्नु चाहनुहुन्छ भने चाहिँ 20 रुपियाँ ओन्ली। सो तपाईँले मलाई इस्युमा राख्न सक्नुहुन्छ। अब टिकट काट्न मैले एकजनालाई राख्छु, यो मान्छेको टिकट ट्याक्कै यसले बेच्छ होइन, चाहिँ अब भित्र बसेको हुन्छ भिआइपीमा। अब त्यस्तै छ, म्याच चलिरह। अब आज चाहिँ आइपिएलमा अब कि आरसिबीले जित्छ कि पन्जाबले जित्छ, जे पनि हुनसक्छ। अब भोलि चाहिँ नेपालले जित्नै पर्छ कि नि। अब हिजो चाहिँ करण केसले डह्रो दियो के, लाइक अब हुन्छ नि म्याच नै कस्तो हार्यो भनेको म्याच हुन्छ नि, पहिला राम्रो हानिरहेको थियो, पछि चाहिँ यो चाहिँ बल्ल जोसमा आइरह। यसको चाहिँ अब के भयो भन्ने कुरा अब हल्का भन्न मिल्दैन क्या यस्तो कुराहरू। सो अब एकदम ठिक छ होइन। आज चाहिँ केटाहरूको रुममा रमाइलो गर्नुपर्ने छ। अब यहाँ खानासाना पकाउनेवाला छन् केटाहरूले, खाने आरसिबीको म्याच मस्त हेर्ने होइन। अब मेरो लुक कस्तो देखिरह्यो मलाई यो इग्नोर गर्नु, मलाई बाल मतलब छैन होइन। भन् त केही भन्न, यो केही पनि बोल्दैन क्या आज। यसको आज के भइरह्यो भन्दाखेरि जानी 600 रुपियाँ उसले घुमायो के। सो अब के भन्नु अरू त। आरसिबी र पन्जाबको म्याच स्टार्ट भइसक्यो। आरसिबीमा 1 विकेट त गयो तर राम्रो चल्यो सिक्स पछि फेरि चौका गइसक्यो। आरसिबीले हान्दै पर्छमा हान्छ है आज, आरसिबीले गर्छ। यहाँ केटाहरू पुरै भरिसकेको छ। नेपालको झन्डा ट्रफी यस्तैमा आज ट्रफी आउँछ। यहाँ पनि केटाहरूले हेरिरहन्। 6 आउनेवाला छ। 4 आइसक्यो गाइजहरू। 4 आज आरसिबीले जित्नै पर्छ। आज आरसिबीले विराट कोहलीले धेरै ट्रफीहरू पाएछ, मात्र नपाएको एउटा ट्रफी मात्रै आज ल्याउनै पर्छ। ओ घर बुटाल्न भएन है फेरि। कति हानिसक्यो है? जर्सी नम्बर 18 सिजन पनि 18 हान्नै पर्छ। सिजन 18 नम्बर जर्सीको हुनैपर्छ है, हुनैपर्छ। आज जित्नै पर्छ। बरु पैसा जौस लगाएको तर जित्नुपर्छ आरसिबीले। आरसिबीले जित्नै पर्छ। होइन भाइ होइन, 39 रन 3 ओभरमा 39 रन 3 ओभर 3 बलमा आज हान्नै पर्छ है। लभली म्याच। ओ माई गॉड, विराट कोहली रोयो के। यस गाइज, यस जित्यो। यस्तो खुसी लाग्यो नि। वाउ, जस्ट वाउ। विराट कोहली अब उठिसक्यो गाइज, 9 बजिसक्यो। म चाहिँ 7 बजे उठेको। अब भिडियो एन्ड त गर्नु पऱ्यो होइन। अब कलेज जानुपर्ने हुन्छ। हिजो आरसिबीले जित्नै पर्ने म्याच थियो। अब चाहिँ एकैछिनमा अब कलेज जाने कुरा हुन्छ, क्यान्टिनमा खाना खाने कुरा छ। सो थ्याङ्क यू सो मच फर वाचिङ। सपोर्ट गर्नु होला, धन्यवाद। यो मान्छे देखिरहनु भएको छ। हस् त।